सम्पूर्ण साथीहरूलाई नमस्कार। आजको भिडियोमा तपाईहरु सबैलाई स्वागत छ। आज हामी सयपत्री फूल खेतीको बारेमा विस्तारमा कुरा गर्न गइरहेका छौं। सयपत्री फूल भनेको हाम्रो संस्कृति, धर्म र सौन्दर्यसँगै जोडिएको फूल हो। तिहार, दशैं, छठ, विवाह, मेला अथवा पूजामा जुनसुकै बेला पनि सयपत्रीको माग हुन्छ। यो फूल सस्तो लागतमा छिटो फुल्ने र आम्दानी दिने बाली भएकाले अहिले धेरै किसानहरू यसतर्फ आकर्षित भएका छन्। सयपत्रीको मुख्य दुई प्रजातिहरू छन्। एउटा अफ्रिकन सयपत्री र अर्को फ्रेन्च सयपत्री। अफ्रिकन सयपत्री ठूला फूल हुने, पहेँलो वा सुन्तला रङको फुल्ने गर्छ भने फ्रेन्च सयपत्री साना तर धेरै फूलहरू फुल्ने, रातो र हरियो मिश्रित रङहरू भएको हुन्छ। यो फूलले व्यावसायिक रूपमा हरेक वर्ष राम्रो नाफा दिन सक्छ। आउनुहोस् साथीहरू, अब कुरा गरौँ यसको खेती कसरी गर्ने भन्ने विषयमा। यदि तपाईहरु हाम्रो युट्युब च्यानल पहिलो पटक हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गर्न नभुल्नुहोला, साथै लाइक र शेयर पनि गर्नुहोला। माटो र ठाउँको छनौट। सयपत्री खेतीका लागि हल्का बलौटे दोमट माटो जसमा सिंचाइ तथा निकासको राम्रो व्यवस्था भएको हुन्छ, त्यस्तो ठाउँमा निकै उपयुक्त हुन्छ। सयपत्री खेतीको लागि पीएच स्तर 6 देखि 7 को बीचमा राम्रो मानिन्छ। राम्रोसँग खनजोत गरिसकेपछि गहिरो गरेर माटो राम्रोसँग पल्टाउनु पर्छ। सयपत्री फूल खेतीको लागि नर्सरीमा बिरुवाको तयारी गरेर मात्रै खेतबारीमा रोप्नु पर्ने हुन्छ। बिउ छर्ने समय। नेपालमा बिउ छर्ने मुख्यतया जेठदेखि असारसम्म बर्के फूलको लागि, भदौदेखि असोजसम्म तिहारको माग पूरा गर्नको लागि र माघदेखि फागुनसम्म वसन्त ऋतुको लागि तयार गर्ने गरिन्छ। सयपत्रीको बिउ अत्यन्तै सानो हुन्छ। बिउ नर्सरीमा छर्ने र 25 देखि 30 दिनपछि बिरुवा खेतमा सार्ने गरिन्छ। बिरुवा तयार गर्ने तरिका। नर्सरीमा माटो, बालुवा र मल 2:1:1 अनुपातमा बिउ छर्नुहोस्। यसको मतलब 2 भाग माटो, 1 भाग बालुवा र 1 भाग प्राङ्गारिक मल, जस अन्तर्गत गोठे मल, गड्यौले मल आदिको पनि प्रयोग गर्न सक्छौं। यसरी बिउ छरिसकेपछि मध्यम रूपमा मात्रै सिँचाइ गर्नुपर्ने हुन्छ। धेरै सिँचाइ गर्दा रोग लाग्ने डर हुन्छ। जब बिउ छरेको 25-26 दिनमा जब बिरुवा 10-12 सेन्टिमिटर अग्लो हुन्छ तब यसलाई सार्नको लागि तयार भएको मानिन्छ। बिरुवा रोप्ने दूरी। प्रत्येक बिरुवा बीच 40 बाइ 40 सेन्टिमिटरको दूरी राख्दा फूल राम्रो आउँछ। ठुलो जातको सयपत्रीको लागि अलि बढी दूरी 50 बाइ 50 राख्न सकिन्छ। मलखाद र सिँचाइ। जमिन तयार गर्दा गोठको मल 20 देखि 25 टन प्रति हेक्टरको दरले हाल्नुपर्छ। त्यस्तै प्रति हेक्टर रासायनिक मलहरू, गेडी मल जसलाई DAP पनि भनिन्छ, 150 किलो प्रति हेक्टर। त्यस्तै युरिया जसलाई चिनी मल पनि भनिन्छ, 150 किलो प्रति हेक्टर आवश्यक पर्छ। सयपत्री फूललाई सिंचाइ गर्दा निकै ध्यान दिनुपर्ने हुन्छ। धेरै पानी दिनाले जरा कुहिने समस्या हुन्छ। सयपत्री रोपेको पहिलो 20 दिन पश्चात यसलाई उकेरो लगाउनु पर्ने हुन्छ। यदि मल्चिङ प्रविधिबाट यसको खेती गर्नुभएको छ भने यसलाई उकेरो लगाउनु जरुरत पर्दैन। फूल आउने समय। बिरुवा रोपेको 60 देखि 70 दिनमा यसको कोपिला लाग्न थाल्छ। यसको केही दिनमै फूल टिप्न सकिन्छ। सयपत्री फूल लगातार 2 महिनासम्म टिप्न सकिन्छ। फूल बिहानै टिप्दा ताजा रहन्छ र राम्रो बजार मूल्य पनि पाइन्छ। रोग र किराको नियन्त्रण। सयपत्री फूलमा मुख्यतया पातमा सेतो धब्बा आउने, फूल सुक्ने वा झर्ने र जरा कुहिने रोग देखा पर्दछ। यी रोगहरू नियन्त्रणको लागि सकेसम्म रासायनिक औषधि भन्दा अर्गानिक उपायहरू जस्तै निमको रस, बेसार पानी, गोबर ग्यासको फोहोर प्रयोग गर्न सकिन्छ। सयपत्रीको बजार र यसबाट हुने आम्दानी। नेपालमा सयपत्रीको सबैभन्दा बढी माग तिहार र पूजाका समयमा हुन्छ। त्यसबेला 1 किलो फूलको 150 देखि 250 रुपैयाँसम्म पर्छ। सामान्य समयमा 70 देखि 100 रुपैयाँमा यसको फूल बिक्री हुने गर्छ। एक रोपनी खेतमा सयपत्री फूलको खेती गर्दा
करिब लागत 25 देखि 30 हजार पर्न आउँछ भने यसबाट 1 देखि 2 क्विन्टलसम्म फूल उत्पादन हुन्छ, जसबाट 70 हजार रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ। यसबाट लगभग 40 हजार रुपैयाँ भन्दा बढी नाफा गर्न सकिन्छ। फूलका अलावा यसको डाँठ र पातबाट जैविक मल समेत बनाउन सकिन्छ। सयपत्रीमा किरा भगाउने गुण भएको हुनाले अन्य बालीमा मिश्रित खेती पनि गर्न सकिन्छ। सयपत्री खेती केवल फूल मात्र होइन, यो रोजगारी, सौन्दर्य र संस्कृतिको प्रतीक पनि हो। यदि तपाईँ सानो जग्गा वा खाली ठाउँमा पनि सयपत्री लगाउनु भयो भने थोरै मेहनतमा राम्रो आम्दानी गर्न सक्नुहुन्छ। नेपालमा सयपत्री फूलको माग हरेक वर्ष तीव्र रूपमा बढ्दै गएको छ। पहिले तिहारमा बढी प्रयोग हुने फूल अहिले विवाह, पूजापाठ, होटल सजावट, सभा तथा समारोह जस्ता क्षेत्रमा प्रयोग हुन थालेको छ। तर अहिले पनि हाम्रो बजारमा थुप्रै सयपत्री फूलहरू भारतबाट आयात गर्नुपर्ने स्थिति छ। नेपालका किसानहरूले उत्पादन बढाए भने यो आयात घटाएर देशकै बजार आत्मनिर्भर बनाउन सकिन्छ। नेपालको मौसम सयपत्री खेतीका लागि अत्यन्तै उपयुक्त छ। तराईदेखि पहाडसम्मै सहजै रूपमा यसको खेती गर्न सकिन्छ। भविष्यमा यो फूलको प्रयोग केवल पूजाका लागि मात्र नभई तेल निकाल्न, प्राकृतिक रङ बनाउन, औषधीय प्रयोग र सुगन्ध उद्योगमा पनि प्रयोग बढ्दै जाने सम्भावना छ। त्यसैले सयपत्री खेती केवल अहिलेको आम्दानी मात्र होइन, भोलिको लागि स्थायी व्यवसायको अवसर पनि हो। आजको भिडियो यति नै। यस्तै अन्य भिडियोको लागि हाम्रो युट्युब च्यानलसँग जोडिनुहोला। आजको भिडियोबाट बिदा चाहन्छौँ। नमस्कार।